हामी इलपुस च्यालेन्जमा छौँ। 1700 हामी च्यालेन्जमा छौँ र म 1600 पुगिसकेको छौँ। हामीले अघिल्लो टास्क कम्प्लिट गरिसकेका छौँ र 1598 मेरो अपोनेन्टको छ। क्विन्स ओपनिङ, क्विन्स ग्याम्बिट अपोनेन्टले खेलेको छ। क्विन्स ग्याम्बिट डिक्लाइन मैले खेलेको छु। सिम्पल हामी पिस डेभलप गर्छौँ र यसमा मेरो यो फोन ब्लक भएको छ। अब यसलाई म यो साइडबाट यताबाट निकाल्ने कोसिस गर्छु। यो यहाँ पिन गर्न सकिन्छ तर ठिकै छ, हामी जाँदैन। क्यासलिङ यो सेटअप बस्ने एक्सचेन्ज गऱ्यो भने हामी यताबाट खान्छौँ। ओके 1598 अपोनेन्टको छ, मेरो 1603 छ। हामी अब 1700 हामी रेटिङ पुस गर्दैछौँ। 1700 मा हामी छौँ र मैले यो गेम खेलेको भिडियोहरू हाल्ने गरिरहेछ। यताबाट हामी डेभलप गर्छौँ, यताबाट हामी एट्याक गर्छौँ। ओके हामी डेभलप गर्छौँ, सिम्पल हामी पुस गर्छौँ। ओके ठिक छ। पहिला हामी यसलाई डेभलप गर्छौँ, पुस आउँछ, यसलाई पुस गर्छौँ। ओके र आइसोलेटेड पन हाम्रो भए पनि तर एकदम पावरफुल पन हामीसँग छ। यो रुखलाई हामी ओपन फायरमा ल्याउँछौँ। यसले क्विन यो बिसप जोगाएको छ, जेनरली एक्सचेन्ज गरेको छैन। त्यो हाम्रो लागि ऱ्यान्डमली मुभ सार्नुभन्दा कुनै एउटा योजना बनाएर हामी गेम कोसिस गर्छौँ। के गर्दा जित्न सकिएला। युजली मुभहरू धेरै छ। ओके यो त्यति राम्रो मुभ छैन, किनभने यो सिम्पल पुस आउँछ। मैले सारिहालेँ, यसरी खेल्न हुँदैन किनभने यो सिम्पल यो डबल पुस गर्ने अवस्था छ र फेरि मैले यसलाई सार्नुपर्ने हुन्छ। यो खाँदा पनि मेरो डेभलप गरेर आउनु थियो, ठिकै छ। ओके के गर्ने त, दुईवटा कुरो छ। यस्तै खाँदा हामीसँग आइसोलेटेड पन रहिरहन्छ। क्विन एक्सचेन्ज हुनसक्छ, ठिकै छ। हामीले आइसोलेटेड पनलाई यहाँ एउटा ट्याक्टिक्स छ। ओके के ट्याक्टिक्स छ भने हामी यसलाई खान्छौँ, उसले पनले अथवा क्विनले खान्छ। ओके अब हामीले खायौँ, उसले पनले खायो भने हामी पहिला यो रुक एक्सचेन्ज गर्छौँ, त्यसपछि हामी यो पन विन गर्छौँ। त्यो क्विनले एट्याक गऱ्यो भने हामी पहिला क्विन एक्सचेन्ज गर्छौँ, त्यस पछाडि हामी पन खान्छौँ। गर्दा ओके हामीलाई एउटा पन फाइदा भएको छ। ओके यो हामीले क्विनले खायो, यो चाहिँ युजली ब्लन्डर हो, किनभने उसले यो पिस ब्लन्डर गरेछ। हामी यसलाई खान्छौँ र किनभने यो त हाम्रो प्रोटेक्टेड छ, हामी एउटा पिस रुक हामी अगाडि आइसकेका छौँ। उसले क्विन एक्सचेन्ज गरेको छ, सायदै अब हामी एउटा रुक पुरै रुकै अप्छौँ
त्यस पछाडि हामी यसलाई एट्याक भयो भने सिम्पल हामी एक्सचेन्ज गरिदिन्छौँ। पिस अप भइसकेपछि जेनरली के गर्नुपर्छ भने हामीले जतिसक्दो पिस एक्सचेन्ज गर्ने 15 तर हामी पिस डाउन छौँ भने चाहिँ के गर्ने अब हामीले पन एक्सचेन्ज गर्ने पिस राख दुईवटा कुरो हुन्छ अलिकति बुझ्नुपर्ने। हामी अब अहिले हामी रुक अप भइसकेको छौँ भने अब हामीले पिस एक्सचेन्ज गर्ने र पन चाहिँ एक्सचेन्ज नगर्ने। तर वाइटले चाहिँ जेनरली के गर्न खोज्नुपर्छ भने पन एक्सचेन्ज गर्ने र पिस चाहिँ एक्सचेन्ज नगर्ने। यो सिम्पल हामीले एक्सचेन्ज गरिदिन्छौँ र हामी यसलाई यहाँ लगेर पिन गरिदिइसकेपछि यो किङले खाइसक्यो ठिकै छ। हामी अगाडि बढौँ। सिम्पल सिम्पल तरिकाले खेलाएको छ। ओके हामी अब किङलाई गेममा निकाल्छौँ। यो जति सक्दो हामीलाई जति छिटो हामी एक्सचेन्ज गर्न सक्यौँ त्यति नै हाम्रो लागि फाइदा हुन्छ। कुनै थ्रेड छैन। ल हामी सिम्पल्ली अगाडि बढौँ। किङलाई सेन्ट्रलाइज गर्छौँ। किङ एकदमै पावरफुल हुन्छ। ओके यसलाई बढाउँ। त्यस पछाडि सिम्पल्ली अगाडि बढ्छौँ यसलाई। ओके हामीसँग थ्रेड छैन। यसलाई पुस गर्छौँ। अर्कोचोटि हामी यसलाई पुस गर्छौँ। यहाँ पुस गर्छौँ। यो ब्याक जानु पर्यो। ब्याक गइसकेको छ। यो पिन छ। अब हामीलाई यसलाई हामीले जेनरली पुस गऱ्यौँ भने के हुन्छ लस हुन्छ। अब पेयर बिसप एडभान्टेज चाहिँ छ ठिकै छ। एक्सचेन्ज गर्दा पनि हामी घाटामा हुँदैन। ओके हामीले यसलाई पनि एक्सचेन्ज गरिदिउँ। एक्सचेन्ज गरेर किङलाई अब किङलाई यो पालबाट कटअफ गर्ने कोसिस गर्छौँ र यसलाई पुस गर्ने कोसिस गर्छौँ। ओके एक्सचेन्ज गरेको छ। अब किङ यता गएन भने यतै गयो किङ। हामी सिम्पल्ली यता जान्छौँ। हामीले पिन पनि हटाइसकेको छौँ र हामी यसरी नाइटलाई रिराउट गर्छौँ। ओके सिम्पल हटाएको छौँ। यसलाई डिफेन्ड गरेका छौँ। यहाँ लान्छौँ। ओके यहाँबाट यो वर्क गर्ने कोसिस छ। सायद यो एकदम नाकामै कोसिस हो। हामी यताबाट एट्याक गर्छौँ। यहाँबाट यसलाई आफ्नो एट्याक गर्न सक्छौँ। त्यो मैले मिस गरेँ ठिकै छ। अझै पनि यो एट्याक छ प्रोटेक्टेड छ। हामी रुक क्रस भइसकेको छौँ। सायद हामी 1700 को यात्रामा छौँ र हामी 1700 रेटिङ हामी चाँडै नै पाउने कोसिस गर्दैछौँ। ओके अर्कोलाई हामी एक्सचेन्ज गरिदिन्छौँ। समस्या छैन। ओके हामी यहाँ गरेर यो यसको थ्रेड दिउँ। उसले पुस गर्यो भने हामी सिम्पल्ली एक्सचेन्ज गरिदिन्छौँ। र यो भइसक्यो हामी यसरी यो पनि थ्रेड हामी दिन्छौँ ब्याक गरेर किनभने यो डबल थ्रेड हुन्छ। सिम्पल्ली एक्सचेन्ज गरिदिन्छौँ किनभने अब यो त्यति एक्टिभ छैन। ओके यो अब हामी नाइटले खाइदिन्छौँ किनभने यो उसले एक्सचेन्ज गरेर यो हटाउन सक्छ। अब हामीले ब्याक गरेर ल्याउँछौँ। ब्याक गरेर ल्याएर सायद हामीले यो गेम जितिसकेको छौँ किनभने नो चेक
ओके, अपग्रेड नै गरिसकेको छ र हामी 1700 को यात्रामा छौँ। च्यानललाई सब्स्क्राइब गर्नुहोला यस्तै यस्तै भिडियोको लागि।